नमस्कार साथीभाइ, यो एउटा मेकानिजम चाहिँ सिएनसी टाइपको हो। अब यसलाई राम्रोसित हेर्नु भने पछाडिबाट यो सिएनसी मसिन एक्लै अहिले राति हो। यो सिएनसी वेल्डिङ रोबोट आर्म जस्तो बनाउन खोजेको। यो चाहिँ मेरो आफ्नै कन्सेप्टको हिसाबले आफ्नो तरिकाले गरेको। मेकानिजम चाहिँ कस्तो भन्दाखेरि एक्लै अलिक गाह्रो भइरहेको। यो भित्र बाहिर गर्छ हैन, प्लस रोटेसन पनि गर्छ। रोटेसनको लागि गियर बक्स और स्टेप मोटरहरू युज गरेको छु। और जेट अप डाउनको लागि चाहिँ यहाँनिरबाट फङ्सन यहाँ एउटा एडिसनल मोटर बस्छ भित्रतिर। अब कन्ट्रोलर और मोटर दुइटै बस्ने भयो एउटा। यो तरिका यतातिर हाम्रो एक आर्म कनेक्ट हुन्छ। त्यो आर्मले फोल्डिङबल आर्म हुन्छ। एउटा रोटरी यसले काम गर्ने भयो, जेट पनि यसले काम गर्ने भयो। और एउटा एक्सिस चाहिँ हाम्रो जो आर्म बन्छ यसरी लामो, त्यो आर्ममा एउटा एक्सिस हुन्छ। त्यसले हामीले यो खास मैले कन्सेप्ट के हो भने टेस्टिङ पिरियडमा कन्सेप्ट के हो भने यसबाट वेल्डिङ गर्न मिल्ने, प्लस यसबाट हामीले प्लाज्मा कटिङ या ग्यास कटिङ पनि गर्न मिल्ने हिसाबले मैले बनाउन खोजेको। अब यसको यो फर्स्ट भिडियो हो। यो काम गर्न लागेको अलमोस्ट 4 दिन मलाई समय लागिसक्यो। 3 भनौँ पार्ट टाइम गरेर थोडा गरेर मैले 4 दिन कन्टिन्यू नभनेर अलमोस्ट 2 दिन जति कन्टिन्यूको हिसाबले मैले यो काम गरेको। 2 दिनमा यहाँसम्म पुग्यो। अगाडिको अझै पनि 7-8 दिनको काम होला। यसको अगाडि कन्टिन्यू म भिडियो बनाएर हाल्छु। फलो गर्नुहोस्, लाइक गर्नुहोस् और सेयर गर्नुहोस्। धन्यवाद।